माने देने कसिला फो मारे कसिला बिगाउँदियो यतिको पारियो भने घुम्न निस्किनु पर्ने हुन्छ खाजा ढिलो भयो नि त सर अनि खोइ त्यहाँ फटाइरहेको छु खोइ त हो भन是打了名下啦，阿丁一模的对机器哦。यतिको पारियो भने घुम्न निस्किनु पर्ने हुन्छ ओके अन्त यो कुन खालको बढाइ हो यो हो पाने बेमे कसिला फो मारे कसिला साथ पानी में आने कोई चेला गौरवले कल नगरेर जम्मा बिगाउँदियो बिगाउँथ्यो अरे गाउँ घरमा बाँड्छ नि बिगाउँथी यो चाहिँ गुवा दुध धेरै पकाएर बनाउने रे चिप्लिन्छ यो बाटोमा क्यों यस्तो बाटो रोक्नु रे आयो होइन के भयो हाम्रो केटाहरूलाई लडाइ क्या हो बुलेट हानिदिनु पर्छ त्यसले त लडाइ छ बुलेटले पो चलाउने हो कि बनाएछ त यार मोटो ब्लग हाल्ने
यहाँ राखेर टाउको माथि राखेर मोटो लगाउँछ बोल न तिमी बोल न गर्नु पर्यो Oran. Oran anu ni सबैले oran. सँगै केटाहरु सब रेस्टमा है झर्नामा गएर बबाल हान्नुपर्छ है बबाल फुलमा कालो सेतो के छ त अनि बाइक प्रेस हाक्यो भने अब घर फर्किने भने हैन हिँड्दै जान्छु रे बाइक बटाएर के रोको छ यो जिन्दगीले छुट दियो गनी आजमा हिँड्दै जान्छु कुदाउने नदिने अलि कुदाले बिस्तारै के साथी गुन्डा जस्तो देखाछ यो मान्छेले त यार को चिन्नु यसो चिन्नु पर्यो को पछि लास्ट ब्लगमा आउँछ प्यार से दे रख लो हामी चाहिँ हेरेको हेरे हो रस आउँछ भन्छ फुलबाट रस नआए भमराबाट आउँछ र च्याङमा खाजा घर मेरो मैले आए भ्लगमा हाल्नु यो उहाँ चाहिँ मेरो च्याङमा खाजा घर हो मैले पहिला यो भन्दा कति सालमा त्यो 72 सालमा भूकम्प आएको 73 सालमा मैले पहिल्यै बनाएर राखेको थिएँ क्या यसले अब खानीले नआउँछ भनेर मैले पहिल्यै चाहिँ ट्याग गरेर राखेको थिएँ अनि अहिले केटाहरूलाई रैला है जे हाइन भयो खाजा ढिलो भयो नि त सर अनि खोइ मैले त्यहाँ फटाइरहेको छु खोइ त हो भन उहाँको होटेलले यो च्याङबा खाजा घर अनि त्यही त च्याङबा खाजा घर उहाँको रे के सबको पारा हातमा हो आइफोन लिएर के हो यस्तो यता फेरि रोलेक्सको घडी लाएर पुरै फुलमा नि पुरै फुलमा आदि सो गाइस अहिले चाहिँ हामी खाजा खाएर निकाल्छौँ अनि केटाहरू सबजना रेडी भइसक्यो अनि अघि चाहिँ हामी खाजा खाएको चाहिँ भ्लग किन नबनाएको भने चाहिँ मोबाइल चाहिँ अफ पुरै डाउनै भएर भर्खर चार्ज गरेर अन भयो
अनि त्यही भएर अब हामी जान लाग्यो अब हामी कहाँ जाँदैछौँ हामी उहाँ पनि तपाईँलाई देखाउनेछु अब अहिलेको लागि यति नै सियु हेर्दै गर्नु होला माया गर्दै गर्नु होला साथ सपोर्ट गर्दै गर्नु होला सबैजना यता हुन्छ हेलो गाइज खोइ कोही पनि बोल्दैन त के हो जोस जागर छैन यत्रो खाएर पनि ल अब हामी सिधै उतै भेटौँ है बाई यस्तो सुरिलो मौसममा आफ्नो फ्रेन्डसँग यसरी बाइकमा हिँड्दा कति मौज हुन्छ होइन त त्यहीमा त्यस्तो राम्रो बाटो यस्तो दामी भ्यू हेर्दै गाइस क्यामेरामा हेर्दा बाटो कस्तो सम्म देखेको होला होइन तर बाटो चाहिँ ओहो वालै छ नि त फेरि हर्न बजा कतै बोल्यो केही सुन्दैन अनि हेर्दा सम्म देखिरहेको छ क्यामेरामा चाहिँ रियलमा चाहिँ यस्तो आधी पिच आधी अफरोड वाट इज दिस इज अ नेपालको रोड आधा दिन भइसक्यो यार ठाउँमा पुग्दैन हाम्रो 2 जना मान्छे आउनु भएन के गेस गर्नु भएको रे हजुरले तेल सक्यो भने तेल भ्यू देखेर तेल सक्यो अगाडि पसलमा र जेन भाइ खोइ त अनि त्यो अर्को दुईजा त्यहाँ मान्छे भन्दा ब्याग ठुलो भयो बिचरा त्यहाँ चाहिँ गाह्रो छ गाह्रो त्यही भएर अघि नै त्यहाँनिर खाजान्टामा के भयो रे यो हल्का यो चिसो चाहेर के नि बाइकलाई छिगु छिर्छ भने जिक्सरको फेरि मिल्दैन कि फेरि भाइजरले छिगा हुन्छ क्या बिजोक भयो बिजोक बाटोमा काम चलो गर्नुपर्ने भयो अब निकालेर खतरा आउँदो रहेछ यहाँ चाहिँ सही भाउजू ब्लगर भाउजू त्यहाँ जुगाड त यस्तै छ अनि हामी यस्तो ठाउँमा आइपुगेछ बडे दाइ हेलो व्हाट्स अप बेबी यस्तो ठाउँ हो यहाँ यसको डाँडा पछाडि कुले खाने हो सिधै यहाँनिर यस्तो छ अब यस्तै हो कुले खाने हुन्छ बाहिर उयो लाग्यो क्या भित्र अन गर न स्ट्यान्ड लाएर चाहिँ गरौँ स्ट्यान्ड लाएर गरौँ बुढा हुन्छ गाह्रो भइसक्यो थामौँ उता गएर थामौँ यत्रो ज्याङ्गो भयो के काम मुनि चाहिँ होला है
कि मुनि होला भने सरजी कुदाएन सरजी घरि के आइलाग्छ घरि के आइलाग्छ के भयो यो यस्तो के हो यो अर्को मेकानिक सर हुनुहुन्छ यहाँ फेरि दाजु भाइकोमा पाले पिलो हो नि त कहिले तेल झिक्ने कहिले कहिले यो के भएको यो स्ट्यान्डै झर्नी अलि भित्र छिरा नि त्यो तेरो हातलाई पनि बल पर्ने गरी डबलतिर क्या अलि झिके हो त्यो अझै अझै हो अब राम्रो छिरी नै त्यो गरे बल है से जोर लगाक्कै उयो पेन्सिसले हुँदैन किन झर्नामा डाइभ हान्न थालिसक्यो क्या हो केटाहरू गएर कहाँ पुग्छ अहिले झर्ना पछि यस्तो टाइट स्पिन कसरी झर्यो होला भने कि त्यो लेगा ठोकेर होला है तैँले भनेर अहिले एक्जाम चाहिँ फर्केर आउँछ के भयो मेकानिक साहेब छिटो ल छोयो भयो भेट्यो अलिकति समात्नु पर्यो क्या ओए समाते ओए यता यहाँ आइन। बेसी बनाउनु पर्यो यता समात हो त्यसरी च्यार्नु बल्ल छिर्यो साथीहरू बल्ल छिर्यो च्यात्दै अझै च्यार्नु जाँदैन त्यो भन्दा माथि अब माथि त क्या पसन्द पर्छ च्याप्छु भने यसलाई मैले हो त्यसरी च्याप्नु त्यहाँ लेभलमा राख्नु त्यो पालमा हो ठ्याक्क अनि अलिकति च्यार्दै हो त्यसरी बलै पुगेन अनि लेभलमा राख्यो लेभलमा राखेन भने जान्छ फेरि भयो माल पनि यहाँ छोडिदिन्छ है ल कि बोका लगाउँदिने हो पुऱ्याएर आउँछ खतरा रहेछ एच उले खाने इन द हाउस यहाँ त डुङ्गा जाने पोखरा जस्तो देखिन्छ कत्रो ठुलो ड्याम गेड़ा गुड़ी खाएंगे नेपाल में बसाएंगे हामी हाम्रो डेस्टिनेसन नजिक नजिक आइसक्यो व्हाइटको मास यहाँ पाउँदैन व्हाइटको मास अनि त्यसपछि आउँदैन हामी चाहिँ आएको छ कुले खालीमा कत्रै ठुलो रहेछ त्यहाँ यो पानी त अनि यसै अनि त्यत्रो बाढी आएर अनि बाघ बगायो भने त्यतिकै अनि के हो खोल्ने त ढोका के हो र यता छ सब्सक्राइब गर्न ल च्यानललाई बाटो भुलेर तनाव भयो यहाँ बाटो त्यस्तै छ यहाँनिर उकालो उक्ला घट्यो ओह्रालो यहाँ टिमको दुईजना चारजना कतिजना भयो चारजना चाहिँ पुगिसक्यो हामी चाहिँ डुलेको डुलै यता रहेछ नि यता पेट्रोल धेरै भयो के हो हामीलाई के हो केही थाहा छैन कताबाट गयो त तिनीहरू कहिले यता भन्छ कहिले उता भन्छ के हो यो अघि आएकै बाटो हुँदै कता हो पागल भयो नि त ओम नमः शिवाय हरि हरि झर्ना झर्ना भने यही डाइ भन्ने हो बिजोकै भइसक्यो त कहिले माथि कहिले तल
बिहानको 8 बजी हिँडेको अहिले 2 बजिसक्यो खोइ ठाउँ आइपुग्दैन पागल भइसक्यो यहाँ तलदेखि माथिदेखि माथिसम्म भनिहाल्यो त्यही भएको उपाय लाग्दैन ऊ त छुट्टै झर्ना आइसक्यो ऊ झर्ना सो गाइस अहिले चाहिँ हामी आइपुगिसक्यो यो झरनाको नाम चाहिँ वहिनी झरना अरे यस्तो दामी छ यहाँ टक्क मुनि नआउने रहेछ मान्छे है अनि यहाँ चाहिँ टिकट सिस्टम पनि रहेछ अनि हामी चाहिँ यहाँ 10 जना छ टोटल 10 जना छ अनि यहाँ सबैजना टिकट काट्दैछ सब फ्री हो नि सबै फ्री हो सब फ्री हो म त गएर छ गएर छैन गएर डेस्टिनेसनमा फाइनल होइन कि गएर त सम्झे फाइनली आइपुग्यो के छ त एकदम ठिक छ बाटो त यस्तै हो तर दुःख चाहिँ धेरै पायो होइन कति ओभर कति भयो अनि यता फिक्स के भयो फिक्स हाम्रो कुरो मिलिसक्यो हेलो बेबी हेलो व्हाट्स अप बेबी यो अगाडि नै हेर्दिम न हौ व्हाट्स अप बेबी ग्याङ हेलो अब त झर्ना थिएन इन्डस त दे यो नि त व्हाट्स अप बेबी हजुर सबै भ्लगर चल हाम्रो त्यता चाहिँ हामी पनि भ्लगरै हो अनि हाम्रो डेस्टिनेसन चाहिँ यही हो ठ्याक्कै मोहिनी के झर्ना मोहिनी झर्ना हाम्रो डेस्टिनेसन सबै भ्लगरै हो अब त झर्ना थिएन इन्डस त दे यहाँबाट चाहिँ पुतल सराएर चाहिँ मोल मार छ्या यो सबैजना किन जोहना हेरेर बस्यो हो तेरो चाहिँ बत्ती हाल्छ मेरो जरा चाहिँ हेरे यो वेदर राम्रो छ भन्नु त चाइनिजबाट सिधा लो निसा ada ini mau dari kisi mau dalam ini sa si sa begini mau ada ini si elektrik ini mau